मोटरसाइकल जान पाउँछ कि पाउँदैन? पाउँदैन। कुनै हाल्नु पनि पाउँदैन। यो चाहिँ हिँड्ने र साइकलसम्म। साइकल मैत्री हिँडाइको पुल हो यो। मोटरसाइकल गयो भनेदेखि चाहिँ यो पुलले जुन उद्देश्य राखेर हामीले काम गरेका थियौँ, डिजाइन गरेका थियौँ, बनाएका थियौँ, त्यो चाहिँ पुरा हुँदैन। तसर्थ अहिलेदेखि नै यहाँहरूको चाहिँ यहाँहरूले चाहिँ हल्ला खल्ला पनि गरिदिनुहोस्, यसमा मोटरसाइकल जान पाइँदैन भनेर है त। ल एउटा कुरा यो। अनि अर्को कुरा चाहिँ आज पुलकै कुरा मात्रै गरौँ है, अरू कुरा नगरौँ। अब अहिलेसम्ममा यो पुल बनाउन जति समय लाग्यो त्यस्तै दुःख हामीले चाहिँ यो कुसुन्तीको यातायात व्यवस्था विभाग अगाडि तपाईँले देख्नुहुन्छ, त्यहाँ पनि एउटा पुल हामीले बनाइरहेका छौँ। त्यो चाहिँ लगभग सिद्धिन लाग्यो र तिहार पछि लगभग 1 महिनामा कामधाम सिद्धिन्छ। र त्यो पुल चाहिँ अपाङ्गता मैत्री पुल हो। नेपालमा यस्तो किसिमको पुल अहिलेसम्म कतै पनि बनेको छैन, जसमा कि अपाङ्गता भएका हाम्रा साथीहरू, दाजुभाइ दिदीबहिनीहरू उसको व्हील चेयरमा बसेर ऊ चाहिँ त्यो पुल तर्न सक्छ। त्यसको निमित्त यता पनि लिफ्ट, उता पनि लिफ्ट छ। यताको लिफ्टमा चढ्यो, उताको लिफ्टबाट झऱ्यो व्हील चेयरमा। बस यो पुल चाहिँ अब निकट भविष्यमै सकिँदैछ भन्ने कुरा पनि मैले यहाँलाई जानकारी गराएँ।